हेलो वेलकम टु माई न्यू भ्लग गाउँले। यो चाहिँ अहिले चितवनको नारायणी किनारमा बोटिङ गरिरहेको अवस्था। त्यो चाहिँ गैँडाकोटको पुल भयो। त्यहाँ चाहिँ अब ड्याङ्गल आएर बुटोल सुटोलतिरबाट गाडी ट्याक्क नारायणघाट आउँछ। नारायणघाटबाट बुटोल सुटोल हुँदै कता कता पुग्छ थाहा छैन। त्यो त अब जे भन्ने पुग्दै पुग्छ। अनि ट्याक्कै यहाँ चाहिँ फोटो खिची यता फोटो खिच्ने कार्यक्रम भइरहेको। बोटिङ एकदम बोटै बन्द आएर पानीको बिचमा बोट नारायणीको बिचमा बोटै बन्द आएर फोटो सुट भइरहेको। अब ड्याङ्ग त्यहाँ फेरि अब प्रोग्राम चलिरहेको रहेछ जेसिसको। अब त्यो खोइ के हो सब छ। अनि यता छ त्यहाँ रिभर साइड होइन भ्लग बनाएको मैले भिडियो चलिरहेको। त्यहाँ चाहिँ टक्क चटपट सटपट खाने डेटिङ सेटिङ ड्याङ्ग जाने। आम त केटी छैन कोसँग जानु र ड्याङ्ग मन पऱ्यो भने अहिले भनिदिनु हुन्छ कमेन्टमा। ड्याङ्ग लाएर यतै टक्क लाएर पुल भयो हाम्रो गैँडाकोटको। त्यहाँबाट पुल चोक छ यतापट्टि। अनि यस्तै हो अब चस्मा ट्याक्क फुकाल्नु पऱ्यो। घडी चडी छ हातमा ट्याक्क लाएर है उठिन्छ क्या मेरो त हातमा। है सबैजनाले यस्तो भ्लग मन पराइदिनु पर्छ है। ट्याक्क लाइक साइक कमेन्ट समेन्ट सब्सक्राइब सब हान्नुपर्छ ड्याङ्ग लाएर होइन। र चाहिँ डेटिङ बसिरहेको रहेछ फेरि ड्याङ्ग केटाकेटीहरू हेर्छ होइन रहेछ। त्यहाँ त डेटिङ बसिरहेको रहेछ केटाहरू। हामी त हेर्नै बस्ने हो छैन नि त आफ्नो के गर्ने ड्याङ्ग लाएर। बोटिङ गर्दाखेरि सेफ्टीको लागि लाउनु पर्छ। अब लायो तर लास्टै ठुलो नाइस लभ बोट सुरु भयो। यो चाहिँ हाम्रो माइ गड लभली लभली नाइस लड्यो भने त बर्बाद छ। है गाउँले भ्लग है सबैले सब्सक्राइब गर्नुपर्छ है। सब्सक्राइब सेयर लाइक सब गर्नुपर्छ। गैँडाकोटको पुल भइहाल्यो ड्याङ्ग लाएर बबाल देखेर है। लभली है लभली लभली सुता हेर्दा हेर्नु बवाल है बवाल बवालै भयो नि त ड्याम्म लाएर। थ्याङ्क यू सो मच है सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। कस्तो छ भ्लग यसो कमेन्ट गरिदिनु होला भनिदिनु होला है। धन्यवाद लभ यु अल बाई बाई सी यू सुन।